आज चाहिँ हामी कहाँ गएको भन्दा चाहिँ आज चाहिँ हामी हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग र अहिले चाहिँ हामी सुमिका नानाको घर जाँदैछौँ। यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ अनि यहाँनिर मेरो बहिनी हुनुहुन्छ अनि यहाँनिर चाहिँ मेरो मिस्टी हुनुहुन्छ है। अनि उसलाई चाहिँ कति साह्रो क्युट देखिरहेको थियो यहाँ बोलाइदिँदाखेरि। फेरि आज चाहिँ उसको भ्याक्सिन थियो नि त, सो त्यही भएर उसलाई पनि लिएर आयौँ हामी। अन्त हामी चाहिँ सबैजना फ्यामिली नै गएको है। अन्त यहाँनिर मेरो रुमदेखिको चाहिँ नानाको रुम पुग्नुको लागि चाहिँ यस्तै 20 मिनट्सको रास्ता छ। अनि सो त्यही भएर चाहिँ हामी सबैजना यहाँबाट निस्क्यौँ। अन्तखेरि अगाडि चाहिँ मेरो बाबा बसिरहनु भएको थियो आप्पा है। अन्त हामी चाहिँ यहाँबाट जाँदै थियौँ बात गर्दै मिस्टीसँग जिस्किँदै। उसलाई पनि कस्तो लागिरहेको थियो होला, कहाँ चाहिँ लगेको भन्ने भइरहेको थियो होला। अनि सबैजनालाई हेर्दै डराउँदै बसिरहनु भएको थियो। अन्त यहाँदेखिको चाहिँ अब हामी निस्किसक्यौँ, अलमोस्ट पुग्नु आँटिसक्यौँ। अनि जस्तो रुम पुगेको त त्यस्तै खाना ल्याइदिनु भयो। अनि यो चाहिँ लन्च इन्भाइट गरेको थियो भनौँ न हामीलाई सबैजनालाई। अनि खानासाना मजाले बनाइदिनु भएको थिएछ। अनि नानाले पनि खाना खानु भएको थिएन, सो त्यही भएर चाहिँ नानाले पनि हामीलाई वेट गरिरहनु भएको थियो। अनि आप्पाले पनि खानाहरू खानुहुँदैछ है। अन्त सबैजना हामी यहाँ खानासाना खाँदै थियौँ। अन्त बहिनीले चाहिँ एउटा भिडियो गरिदिनु त डल्ले खोर्सानी टोक्दै गरेको भन्दै थियो। अनि उसलाई चाहिँ डल्ले खोर्सानी पुरा मनपर्छ अरे नि त, सो त्यही भएर चाहिँ मैले भिडियो बनाइदिएँ। अनि यहाँ चाहिँ नानाले इयरिङ्सहरू ल्याइदिनु भएको रहेछ, यो चाहिँ क्रिसमसको लागि भनेर। अन्त म चाहिँ तपाईँहरूलाई देखाउँदैछु है, कुन चाहिँ मन पर्यो कमेन्ट गर्नु होला। अन्त बहिनीले पनि यहाँ लगाइरहेको छ, उसलाई पनि कस्तो देखियो। अनि उसले चाहिँ यसरी इयरिङ्सहरू चाहिँ उसले चाहिँ लगाइबस्छ र उसलाई चाहिँ राम्रो देख्छ। अनि मलाई चाहिँ अलिक यस्तो उयो टाइपको चाहिँ अलिक मन पर्दैन नि त, सो त्यही भएर मलाई चाहिँ टप मात्रै मनपर्छ इयरिङ्स। अनि यहाँनिर चाहिँ हाम्रो प्रियङ्क नानाको छोरा ऊ चाहिँ आफ्नै जुसमा इन्जोय गरिरहेको थियो। अन्त यहाँनिर चाहिँ उसले बल्ल बल्ल मेरो बहिनीले चाहिँ सेलेक्ट गर्यो है, क्रिसमसको लागि चाहिँ यो लाउनु पर्यो नाना भनेर देखाउनु न मलाई भन्दै देखाउँदै थियो। अनि त्यत्तिकै हामी चाहिँ खानासाना खाएर यहाँ बात गर्दै बसिरह्यौँ। आजको भिडियो यति नै, थ्याङ्क यू फर वाचिङ।